सम्पूर्णमा नमस्कार। हामी कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान केन्द्र वीरेन्द्रनगर सुर्खेतमा 1 महिने सेवाकालीन तालिमको अवधिमा हामीले गरेका गतिविधिहरूको केही झलक यहाँ प्रस्तुत गर्न गइरहेको छु। कक्षामा सम्पूर्ण साथीहरूको उत्साहजनक उपस्थिति र सबै साथीहरूको उपस्थित रहेको हुन्थ्यो र कक्षा चाहिँ एकदम सभ्य तरिकाको हुन्थ्यो। यस क्रममा सिकाइ सँगसँगै हाम्रा अविस्मरणीय पलहरू, क्षणहरू र हाम्रो भेटघाट रमाइलो रहेको छ। त्यसकारण मैले यस कार्यक्रममा भएका केही झलकहरूलाई जस्ताको तस्तै यहाँ प्रस्तुत गरेको छु। सम्पूर्ण साथीहरूलाई धेरै धेरै सम्झना छ। सर म्याडमहरूलाई एकदम धेरै हार्दिक आभार हामी प्रकट गरेका छौँ। यो क्षण हाम्रा लागि अति उत्कृष्ट थियो र हाम्रो टिम पनि उत्तिकै अति उत्कृष्ट रहेको हुनाले कार्यक्रम एकदमै सान्दर्भिक रहेको थियो। सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु। हस्त नमस्ते। पूर्ण कर्मचारीज्यूहरूको पूर्ण रूपमा उपस्थित हुन्थ्यो। साथै हाम्रो केपिटिएको सर म्याडमहरूको पनि तालिम व्यवस्थापन कार्य चाहिँ अति उत्कृष्ट रहेको थियो। त्यसकारण सिकाइ झन् थप प्रभावकारी रहन पुग्यो र हामी चाहिँ यो खाजा खाना टाइम लाइनमा छौँ। खाजा नास्तादेखि लिएर सिकाइको कुराहरू चाहिँ अति उत्कृष्ट रहेको थियो। त्यसकारण हाम्रो चाहिँ सिकाइको पल अति उत्तम रहेको छ भन्ने जानकारी पनि मैले दिन चाहन्छु। हरेक क्रियाकलापहरू, सिकाइका क्रियाकलापहरू, अन्य क्रियाकलापहरू चाहिँ अति उत्कृष्ट रहेको थियो। धन्यवाद दिन चाहन्छु सम्पूर्ण केपिटिएको सर म्याडमहरू साथै प्रशिक्षकज्यूहरूलाई एकदम हाम्रो सम्पूर्ण टिमको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। हाम्रो क्षमता विकासको तालिम अति उत्कृष्ट, सिकाइ अति उत्तम र अन्य क्रियाकलापहरू पनि उत्कृष्ट रहेको हुँदा चाहिँ हामी एकदमै खुसीका साथ हामीले ग्रहण गरेका छौँ। सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद साथै सम्झना। गोल गोल यस्तो घेरामा घेरामा सुन्नुहोस् है त। अब यसमा अष्टाङ्ग योग भन्छ। यसमा 8वटा अङ्गहरू छन्। यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि भनेर 8वटा अङ्ग छन् योगमा। अब यसमा के छ भन्दा अघि मैले भनेको थिएँ पहिलो योग र अन्तरङ्ग योग। अब पहिलो योग के पऱ्यो भन्दाखेरि यम, नियम,
बाहिरको हार्डवेयर भयो, यसको भाषामा हार्डवेयर भन्छ। अब यो हार्डवेयरलाई अलिकति अगाडिबाट गति दिनलाई के गरिन्छ? सफ्टवेयर प्रयोग गरिन्छ। भनेपछि के हुन्छ? हामीले भिडियोसम्म हेर्न मिल्छ तर कुरा गर्न चाहिँ मिल्दैन। कुरा गर्नलाई के चाहिन्छ? कि इन्टरनेट चाहियो कि चाहिँ बोल्नुभयो भने यसको उपलब्धि हुँदैन। नबोल्नु होला, आँखा चिम्म गरेर ध्यान गर्नु होला, मुख बन्द गर्नु होला र बाँकी कुरो अब गुरुजीको इन्स्ट्रक्सनमा साउन्ड बक्सबाट हजुरहरूले थाहा पाउनुहुन्छ र हजुरहरूलाई विपස්සनाको गीतमा धेरै धेरै स्वागत छ। र यो ध्यान दिने तपाईँहरूको जीवनमा स्थायी सुखको पार्ने अवश्य कामना गर्दै म अब तपाईँहरूको सानै ध्यान गर्नु लागि आशा गर्छु। विपसना सुरु गरौँ न भन्नुभयो र उहाँसँग हामी सल्लाह गरेर प्लस हुँदैन भन्यौँ र हामी कपुवामा गएर त्यही अहिले ध्यान केन्द्र भएको ठाउँमा गएर त्यहाँ एउटा घर थियो, 9 नम्बरको ध्यान केन्द्र हो, सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर 7 कपुवामा छ। यो ध्यान केन्द्रमा नेपालको सबै ध्यान केन्द्रहरू भन्दा ध्यान गर्नको लागि योग्य केन्द्र हो र संसारको 6औं उहाँको नाम पूर्ण प्रकाश ढकाल हो। अहिले उहाँ हाम्रो वरिष्ठ आचार्य हुनुहुन्छ काठमाडौँमा काम गर्नुहुन्छ। आँखा चिम्म गर्नुहोस्। ध्यान गर्दा सबै सजिलो गरी आँखा चिम्लिने पर्छ। आँखा खोल्यो भने मन लुट्छ। आँखा चिम्म नै रहन्छ। चस्मा लगाउनेहरूले चस्मा फुटालेर ध्यान गर्नुहोस्। मुख पनि बन्द गर्नुहोस्। सास मुखबाट फेर्ने भयो, सास नाकबाट फेर्नु पर्छ। अब सम्पूर्ण ध्यान नाकका द्वारमा, सम्पूर्ण ध्यान नाकका द्वारमा केन्द्रित पारेर सासलाई जानिरहनुहोस्। सास भित्र आइरहेको भए भित्र आइरहेको छ, बाहिर गइरहेको भए बाहिर गइरहेको छ। यही कुरोलाई जान्नु छ। यसैलाई ध्यानपूर्वक निरन्तर जानिरहनुहोस्।
भनेको हो राग हो हैन द्वेष हो यही राग द्वेष काम क्रोध लोभ मोह ईर्ष्या यी चिजहरूलाई निरोध रोक्ने काम कसले गर्छ प्राणायामले गर्छ अब यो भस्त्रिका भन्छ कपालभाति भन्छ अनुलोम विलोम भन्छ झाडी शोधन प्रक्रिया भन्छ यसका नामहरू चाहिँ अनेकौँ छन् र यिनको सबैको काम के हो त्यही चिजलाई सफा गर्ने केलाई सफ्ट गर्ने है हाम्रो मनलाई हामीले बडीलाई त अलिक एक्सर्साइज गरेर गऱ्यौँ कोही जिम गरेर गर्छौँ कोही दौडेर गर्छौँ कोही कुदेर गर्छौँ कहिले आफ्ना विभिन्न विधाहरूमा गर्छौँ तर सबैको उद्देश्य के हो एउटै हो मांसपेशीहरूलाई अर्थात् फिजिकल देखिने बडीलाई मजबुत राख्ने है अब हाम्रो शरीरले मजबुत भएर मात्रै मन फोहोर भयो के हुन्छ हामीलाई एन्जाइटी डिप्रेसन होइन यस्ता चिजहरूले हामीलाई बाहिरबाट हेर्दा बडी ठिक छ फोटो घाटो छ गोरो छ आनन्दको छ एकदम हेल्दी छ मान्छे ब्युटिफुल छ तर मन के हुन्छ तरङ्गित हुन्छ डिप्रेस हुन्छ एन्जाइटी हुन्छ विभिन्न मनका भित्रहरू एकदम हामीलाई झगडेको हुन्छ होइन नेगेटिभ नकारात्मक भावहरू आइरहेको छ रातिका सपनाहरू एकदम दोस्रो देखिन्छ अप्ठ्यारा एकदम डरलाग्दो सपनाहरू देखिन्छ यी सबै कुराहरू हो होइन अरूलाई सोध्नु भएको छ यहाँ यो अरूलाई हजुर लिएर आउनु होला भन्ने हाम्रो गजल भन्नुभन्दा अगाडि म कुनै पनि विषयमा प्रश्न हुनुपर्छ क्या सन्देश हो कि नै उहाँ हाम्रो निरञ्जना म्यामले के भन्नुभएको भने तिलकराम अधिकारीलाई सन्धि भनौँ कि सोल्टी तपाईँहरू निर्णय गरिदिनुहोस् भन्नुभएको हो कि मलाई यो विषयमा हाम्रो व्यापक छलफल पश्चात सोल्टीमा कायम हामीले गर्छौँ हो त सन्देश हो नि अब यो कुरामा कुरा गर्नु पाइने छैन नि निर्णय भइसकेको रहेछ त गजल भन्न गएको स्थानीय तह कर्मचारीको आन्दोलनको बेला मैले त्यो बेला त्यसको रिलिभेन्ट गराएर रचेको थिएँ अब यसको तालिमको पनि बनाएर भोलि पछि ल्याएर आउँछु म यसमा त्यही अनुसारको भावनाले विषयभन्दा फरक भए पनि अन्यथा नमानि सुन्दैन विभेदकारी ऐन किन ल्यायो प्रदेश सरकार विभेदकारी ऐन किन ल्यायो प्रदेश सरकार संशोधन गर्छु भने फेरि झुक्क्यायो प्रदेश सरकार विभेदकारी ऐन किन ल्यायो प्रदेश सरकार पटक पटक कति पटक दफा हाल्छौ झिक्छौ पटक पटक कति पटक दफा हाल्छौ झिक्छौ सोझा स्थानीय कर्मचारीलाई चिडायो प्रदेश सरकार संशोधन गर्छु भने फेरि झुक्क्यायो प्रदेश सरकार धन्यवाद एउटा मात्र
छ मजासँग हेलो नमस्कार हामी जाँदैछौँ हिरै हो नि त ल सबैले हामी कहाँ छ भिडियो हामी कहाँ छौँ कृष्ण सर हामी कहाँ छौँ भन्नु थाहा छैन हामी जङ्गलमा छौँ हराउँछ हामीलाई खोज्न आउनु हराएको मान्छे ए हामी हराएको हामी कता छौँ एक मिनट भएन ठिक छ हजुर अघि हिँड्नु सबै भोट जति चुनाव जित्नै भयो मैले आज चुनाव निर्विरोध क्यान्डिडेट छैन हाम्रो 4 जनाको ग्रुप लास्टमा वा एकजना छुट्नु भयो 4 जनाको फोटो खिचौँ त बरु सरहरू बनाउने लागिरहेको छु बाउरे
जस्तो छैन बिग्रिएला जस्तो छ भिडियो बनाइदिन्छ लगाएको छ नि भिडियो बनाइदिन्छ अफिसको नम्बरमा फोन आएर अब डीजे सबैले नाचौ ललितजङ रोकाए उपालिका जुम्ला हजुर स्वास्थ्य कार्यकर्ता अनि सबैले हजुरलाई त पुगेको च्याउ भन्छन् किन हो अब यो जुम्लाको सेवा आज पनि पुग्ने सिजन हो पछि आउनुहोस् न समयमा आउनुहोस् न अक्सिजनमा आउनुहोस् अहिले त कुहिएकै पाइन्छ भन्नुहोस् के छ आजको यात्रा कस्तो भयो हाम्रो ललित भाइको आजको यात्रा अरू सबै ठिकै थियो उनी बिना नभएर अलिकति गाह्रो ओहो यति हो दिदी अब छैन धेरै यति हो यस्तो पुगिया सेवा आज हात लायो क्यार्ने हो ओके छ अब यसलाई चाहिँ यसो न फ्रिजमा राखेर अलिकति यसलाई अलि राम्रै साह्रो बनाउनु पर्ने छ अनि चाहिँ केही होला जस्तो छ त्यो केटो यहाँ पुग्यो पुग्दैन सोध्या तल होइन पवित्र भइसक्यो अब क्लियर भइसक्यो सुन साइला दाई साइली भाउजू गाइन अहिले हजुर सानलाई लुगा छ खोज एक बेलामा अमला खान गएछौ अमला खाँदै आउने हुन् अमला खान गएछौ तर गाह्रो भयो यहाँ दिनमा धेरै बसिसकेँ छुट्न गाह्रो होला गरे पनि मन पर्ने छैन दिनमा धेरै बसिया छन् भन्ने आफ्नो जिल्ला भनौँ न कस्तो रमाइलो हुन्छ ल भन्नु त पर्छ आफ्नो जिल्लाको मबाट सुरु गर्छु म्याडम हेलो सबैजनालाई म चाहिँ सुर्खेतदेखि अलि माथि बढाउनु म चाहिँ स्वास्थ्य क्षेत्र निर्देशनालयदेखि गोठीगाडा भवनमा हामी सबै साथीहरू गइरहेका छौँ नमस्ते म श्रीकृष्ण देवकोटा घर मेरो जुम्ला म अहिले हुम्ला पूर्वाधार विकास कार्यालयदेखि एकदम इन्जोय आइरहेछ हजुर नमस्कार म चाहिँ नवराज शर्मा सुर्खेतदेखि हाई नमस्कार म रेशम फिरेरी हजुर सुर्खेतदेखि हजुर
धन्यवाद। हेलो नमस्ते, म चित्रा डाँगी, म सुर्खेतबाट। थ्याङ्क यू। धन्यवाद। नमस्कार, म डिकेन्द्र राणा, स्वास्थ्य कार्यालय हुम्लाबाट। हस् धन्यवाद। सर हजुर कहाँबाट? आफै भन्नु पर्यो। शम्भु उपाध्याय सुर्खेतबाट, वीरेन्द्रनगर सुर्खेतबाट। हस् धन्यवाद। नेक्स्ट सर आउनु। हेलो नमस्कार, म कुमार रखाल मगर, स्वास्थ्य सेवा कार्यालय कालीकोटबाट। धन्यवाद। खै अरू सर आउनुभयो पछाडिबाट। सर हेलो, म हस्त राहुल दैलेख। दैलेखबाट हो? दैलेखै हो त? बिल्कुल। नमस्कार, मेरो नाम चाहिँ चुडामणि केसी है। अब के गर्दै? कहाँदेखि सर? म चाहिँ रुकुमदेखि। हस् धन्यवाद। नमस्कार, म सल्यानदेखि सल्यानदेखि बस्ने। हस् धन्यवाद। नमस्कार, म सिपी खरेल केपिटी। हस् धन्यवाद। नमस्कार, म चाहिँ विश्रामपुर, घर चाहिँ रुकुम पश्चिम, हाल कालीकोटबाट। हस् धन्यवाद। नमस्ते, म हिमालय राणा, चौरबाट, पश्चिम चौरबाट। पश्चिमबाट धन्यवाद। ल भिडियो स्टार्ट भयो है। डिम्पल दिदी केही छ भन्नु पर्ने? हाय, हामी आज म चाहिँ आज पहिलोचोटि म चाहिँ हैन, हामी सबै मिलेर अनि वीरेन्द्रनगरवासी जानु हुँदा हुँदै पनि आज पहिलोपल्ट सिडी उकालो चढ्दैछौँ। कस्तो अनुभव भइरहेको छ? अनुभव चाहिँ एकदम रमाइलो भइरहेछ। पहिला हेरेको बाटो र अहिले हेरेको बाटो धेरै अन्तर हुन्छ। पहिला हामीलाई गोटी टाढा गढी घुम्न गएको यस्तो थिएन बाटो, अहिले भने राम्रो भएको। गीतमा आउनुहोस् कि डान्स गर्नु पर्यो। डान्स अब सोल्टिनामा फुरिरहेछ। अब सोल्टिनु फुर्नु पर्यो नि त। सोल्टिनामा फुर्नु पर्यो। रेशम सर थाक्नु भयो अब। सक्यो नि भन्नु थप्नु पर्यो। टिचर पनि हुन्छ त तपाईँ। यसो त के पार्ला लाग्यो? घटामा त लाग्यो। पूजा स्याउ कता भयो? पूजा स्याउ कता भयो? स्टोर सँगैबाट स्टोर यो स्टोरले चाहिँ बितायो। स्याउ खाने भए खाउँ। अगाडि बोलाउनु कसले म्युजिक अलि अगाडि। म्युजिक अलि अगाडि। यसले त बितायो। त्यही देखियो। अग्लो मान्छे पछाडि। ट्याङ्ग्रोबाट आऊ। हजुर ठुलोवालाको जानु छ। ठुलोवाला अगाडि हो सबै अगाडि। देखियो बुढो देखियो। ल नाच्नु। कति मजा गीत आयो। रेशम भिरी मेरो गीत। रेशम भिरी।
हजुर यहाँ भिडियोमा क्याप्चर एक नाले बन्दुक दुई नाले बन्दुक गलाई ताकेको मायाले ताकेको गलाई ताकेको गलाई मैले ताकेको होइन मायालाई ताकेको रेशम फिरी गङ्गा म्याम कति फास्ट हिँड्नुभएछ अहिले त हाम्रो हिराम्यानले एकदम राम्रो भिडियो बनाउनु भएको छ विशेष गरी धन्यवाद उहाँलाई आज सबै भोट भोट मलाई हाम्रो हिरो भनेको चाहिँ हिराम्यान हो हिराको हिरै हुनुहुन्छ उहाँ हिरा मोती बेकार हिरा मोती बेकार भन्ने एउटा गीत जस्तो काम पनि छ हजुर एकदमै यस्तै हिरोले भ्याउँदैनन् हिरोले त हिरोले भ्याउँदैनन् हिरा जस्तै हुनुहुन्छ वास्तविक हिरा हो उहाँ हिरा जस्तो हिरो कोही पनि आउँदैनन् जुम्लाको हिलो राजा ठुलो अरे बहिरे हिलो राजा ठुलो अरे खाना मिल्छ हामीले खान्छौँ है ल्याउँ त खाइदिनु एउटा मिठो हुन्छ फोटो क्लिक गर्नु त ल स्वास्थ्यको दृष्टिले बनाउनु छ कि नै भाइ गाउनु खै गाजनको भाइ तिमीलाई देखेर सबले हात ताली सिग्नल फाल्दै भयो नि नाच्न सजिलो रेमगली म्याम कहाँ हराउनु भयो हजुर गीतको माया के भनी बोलाऊ हेलो हामी कहाँ छौँ आज गोठी गाडा अझ महँगो सोल्टिना छ उताले कति खुसी छ तिनजा भइराछ गाइस रमाइलो भइराछ गाइस एकदम रमाइलो बिन्दास भइराछ
गाह्रो त भएको छैन नि गाह्रो छैन गाह्रो भए पनि रमाइलो भएको छ हामी 10 चढ्न सक्छौँ हाम्रो लागि पावर पनि छ हाम्रो सरपति हिरो देखिनु नेपालको हिरो नेपालको हिरो निरञ्जना दिदी के छ हाल खबर ठिकै छ अरू छैन लट्टाफट्टा सैलकै सैलु झट्टाफट्टा हैन गाह्रो भयो लगाइदेऊ अरू छैन लट्टाफट्टा रेशम सरलाई एउटा गाना चाहोस् मेरो माया लाउनी नलाउ माया छोडेर जानेले छिनको छिनैन के हो सुके त स्वर पानी कता खोलीको छेउछेउमा पानी कता खोलीको छेउछेउमा अब बुझा मायाले कलेज छेउछेउमा रे अब के गर्नु माछा पानीको ल्याउमा तिम्रो माया कलेज छेउछेउमा भन्नु ल एक बल छिनैमा के भनी बोलाउ म छिनको छिनैमा फिल्टर नहोस् जस्ताको तस्तै नेचुरल रूपमा आयो नेचुरलमै आओस् जस्ताको जस्तै आउनै पर्छ पाइँदैन जति नि आउँछ यो स्याउ छ नि यो स्याउ यस्तो दिया स्याउ पाइने स्याउ हो यो कुहिएको स्याउ पठाउन पाइन्न है कुहिएको स्याउ पठाउन स्याउ पछाडि छ यो असली हो जुम्लामा आउँदामा ध्यान हाम्रो कृष्णमा है खाना पाउनु पर्छ स्याउ दिनको दिन बल्द आउँछ भदौको महिनामा स्याउ जति नि आउँछ चिन्ता नगर्नु होला कल पाऊ के गर्न पाइदैन ल पछाडि हट्छौँ हामी पाइँदैन पछाडि हिँड्न पाइँदैन भोट केमा फिल्टरमा अगाडिमा आयो हाम्रो टोली आयो आउनै पर्छ फिल्टर गर्न पाइँदैन भोट केमा टिकटकमा सरकार होइन अहिले हामी मान्छेको कुरा गरेका छौँ कसैभन्दा राम्रो पनि छैनौँ कि कसैभन्दा नराम्रो पनि छैन हाम्रो क्वालिटी हामीसँगै छ हो गुड 100% राइट हाम्रो क्वान्टिटी पनि छ एक बोतली हेर्नु हाम्रो क्वान्टिटी यही हो कि अझ मर्चा हालेको थिएँ मोर्चाले बिगार्नु मोर्चाले मर्चा गरेको थिएँ मोर्चाले होइन मर्चाले साथीहरू एकदम रमाइलो हो धेरै इन्टरटेन भइरहेको छ थाकेका मान्छेहरू धेरै छन् हामीलाई थाक पनि लागेको छैन तर थाक पनि लागेको छैन के भएको आज यस्तो जति हिँड्यो त्यति इनर्जी बढेको छ जति हिँड्यो त्यति इनर्जी बढेको अगाडि गएर रहेछ हाम्रो सरहरू थाकेर बसेको अवस्था यता सबैभन्दा माथि मेरो साथी लाउनु सर पछाडि लाउनु सबैजना खासमा हस्त सर राहुल सर तपाईँलाई त अब हामीले छोड्दैनौँ तपाईँ के बसेर भएको अब कारवाही परिसरमा आउँछ मिले Sorry,
चित्रा म्याम सर्दैन जारी राख्नुहोस्
राखे छनानाको हाको नाङसम्म आले सेनीमा हाको नाङसम्म आले सेनीमा कलमुई ताको गायङ हाचिन्डान जाते माले सेनीमा हाचिन्डान जाते माले सेनीमा माया हामी जुस खाँदा हिँड्दै गरेको छौँ ल हामी बनाउँदै दूर पर्यो सब आउँछ यहाँबाट जाउँला रेलैमा भन्ने लगाएको त नाइ स्याउली बजारमा ताना तानु भो हाना हाना भो तिमीलाई देखेर ताना तानु भो हाना हान भो तिमीलाई देखेर
त्यस्तै भनी लिन्छु म खोलामा रामु सर त क्या राम्रो नाचेको एउटा कमर 3 ठाउँमा भाँचेको सन्तोष सर सुन्नुभयो बसाल्नु छ अब बस्ने गराइदिनु है यो मादलु बज्दैन चाम्रो छ यो नाच त असाध्यै राम्रो छ पोसाल्नु रे पोसाल्नु ल हे बस्नु राम सर साथी रमाइलो छ हैन नाच त हेर्दा कोही भन्दा कोही कम छैन हाम्रो महिला टिम एक ग्रुप नाच्नु न एक क्लब अघि महिलाहरुको पनि नाच्नु तपाई मात्र नाच्नु दो रहेछ भन्नु सबैले भन्यो सबैजना जानबाहरुको नाची गाई बिताउला जिन्दगी हेलो गाइजहरु गाइजको यात्रा कहाँसम्मको हो कस्तो अनुभव भइरहेछ सबैलाई कस्तो अनुभव भइरहेछ करेक्ट भएछ तपाईको अनुहारमा छैन फेरि सबैजना आउनु भएको हामी सबैभन्दा हजुर हामीले होइसिन्छ कति हाँसो मानेको छौँ किन हो के रेशम सर हाँसो लगाउने लाइक कमेन्ट बढ्छ है बढ्छ आउँछ ल भोट केलाई हिरा म्याडमलाई भोट केलाई हिरालाई भोट केलाई राष्ट्रलाई कि नै भोग लाग्छ कि नै भोग लाग्छ कि नै कसैलाई लाग्दैन म्याम पपेसम्म भेट्न आउँछ भाइ हस् हुन्छ
आउनु होला हिरोलाई पटो सक्का जिन्दाबाद हस् भेट्न आउनु होला एकदम एकदम भइहाल्छ नि ल हाम्रो त भेट भइहाल्छ है अनि हाम्रो मात्रै हो तपाईँले भने क्या हाम्रो मात्रै हो क्युआरमा कोही आउने त हुम्ला कोही भेट्यो भनेलाई गाह्रो छ टिकट काटेर आउनलाई टिकट काटेर हिरालाई भेट्नु हाम्रो सबैभन्दा राम्रो रु 50 को रु 50 कहाँ हुन्छ त्यहाँ पछाडि जिरो जति दियो हजारै दिउँला बिनी बजारमा जिरो सबैले हिँड्नु पर्ने हो जन्मेदेखि पोस्टमार्टम गर्ने बेलासम्म आन्छौँ ल हस् हुन्छ ल हाम्रो आइरहने ठाउँ हो क्या भेट भइहाल्यो हजुरलाई वेलकम छ भेट भइहाल्यो हस् हाम्रो भेट भइराख्ने उहाँहरूको चाहिँ भेट नहुने त्यही त भनिरहेको छु दाइ गोर्खी काँडा जाम भेट्न अब सधैँ प्रदेश अस्पताल जाम गाह्रो छ श्री कृष्ण सर कता माथि यता माथि कि यता माथि यता माथि जाने बेला त भएको छैन चस्मा लाउने भएको देखेकै छु देखेकै छु हाम्रो चित्र म्याम कहाँ हराउनु भयो चित्र म्याम कहाँ हराउनु भयो म आइन क्या हो यसलाई म्याम यसलाई के गर्नु होला भने यसलाई यस्तै हालिदिनु कि टिक्नु यस्तै यस्तै त हाल्नु त खास यो त भयङ्कर यसलाई फिल्टर नगर्नु होला कि ए हुन्छ फिल्टरेसन के छ त फिल्टर नलगाउने फिल्टर हाल्दैन के यसो सेम हालिदिनु जे भयो भने नेचुरल भयो नेचुरल हो कि हामी सबैलाई ट्याग गर्नु होला साथी यसको रचना छैन के कति माथिबाट चिठी आयो भने जानै पर्छ जो पनि माथि सैलुङमा चौरी डुलाउनेलाई भन्दिनु है फुलाउनेलाई रेशम सर के भयो खाली छ उनको मनै जाली छ डबल तिलक सर थोरै थोरै यता अब यो जुम्लाको छेउ आज पनि पुग्ने सिजन हो दिदी सबैको भिडियो एउटा ल हो चरित्र सर चरित्र सर हजुर तपाईँ अगाडि जानु बॉडी गार्ड में छोरे आकाश